तपाईं विश्वासको बारेमा सुन्नु चाहनुहुन्छ? को तयार हुनुहुन्छ? यसको हृदय ठुलो पार्नुहोस्। शङ्काले विश्वासको वचन ग्रहण गर्दैन। विश्वास चाहिँ कलौ छ। बाइबलले भन्छ मैले विश्वास गरेँ र म बोले। हालेलुया। विश्वास लजाउँदैन। मेरो नाम बोनी तामाङ हो, मेरो पत्नीको नाम गायत्री तामाङ हो, मेरो चर्चको नाम फेथ इन गॉड चर्च हो। यो कुरा भन्नु मलाई लाज लाग्दैन। त्यसैले नै म विश्वास गर्छु म लामो आयु जिउँछु। मेरो मण्डलीको आफ्नै भवन हुनेछ, आफ्नै जग्गा हुनेछ। मेरो चर्चमा हजारौं हजार मान्छे आउनेछ। हालेलुया। तपाईलाई आरिस गर्ने मान्छेहरूले, तपाईलाई मन नपराउने मान्छेहरूले जेसुकै गरोस् मतलबै भएन। तपाईले विश्वास गर्नुभयो भने नि तपाईलाई परमेश्वरले नि खरानीको धुलोबाट राजाको सिंहासनमा। हालेलुया।